नमस्कार सर। नमस्ते। जस्तो तपाईँ निर्वाचित भइसकेपछि तपाईँको वडाको विकास र समृद्धिका लागि ठ्याक्कै त्यस्तो के गर्नुभयो तपाईँले? अब यो चाहिँ वडा चाहिँ यसो पालिका मादन भएको हिसाबमा त्यति धेरै अपेक्षा गरेको जतिको हामीले बुझेको कुरा खास हुँदै हुँदैन। त्यो कारणले हामी सानोतिनो कुराहरूलाई चाहिँ हामीले म्यानेज गर्ने हो होइन। इभन हामी त्यो गर्दै गरेर कोसिस चाहिँ हाम्रो चाहिँ के छ भने एक खालको चाहिँ कृषिलाई नै ध्यान दिनुपर्छ भनेर हामीले चाहिँ हाम्रो वडामा चाहिँ रहेको कृषकहरूको चाहिँ जुन उत्पादन छ त्यसलाई चाहिँ एउटा चाहिँ त्यसलाई अभिलेखीकरण गर्ने र उहाँहरूलाई उत्पादनमा चाहिँ हामीले केही चाहिँ अनुदान थप दिने कार्यक्रम गरेका जस्तो छौँ। नयाँ त्यस्तो के परिवर्तन भयो यो 3 वर्षको अवधिमा? अब त्यस्तो नयाँ भन्नु भनेर त के भन्नु होइन, तर पनि अब के नै अब जस्तो तपाईँको सेवाको हकमा सेवा प्रवाहको हकमा चाहिँ पहिलाभन्दा अलिकति केही हिसाबमा फास्ट अथवा जनताले चाहिँ नि अब अलिकति पहिला ढिलो हुन्थ्यो के हुन्थ्यो कसो हुन्थ्यो भन्ने कुराहरू त्यो एक खालको चाहिँ नि त्यो अनुभूति उहाँहरूले लिनुभएको छ के अरे। अनि त्यसपछि विकासको हकहरूमा त आफ्नै प्रक्रियामा जाने हो, त्यति साह्रो धेरै हामीले जस्तो वडाको शिक्षामा चाहिँ के परिवर्तन भयो? कस्ता कस्ता योजना आए? गुणस्तरका कामहरू के भयो शिक्षाका लागि? तपाईँको शिक्षाको लागि त पालिका नै लागि परेको छ, त्यो कारणले पनि वडामा बेसली हुने भइहाल्यो र वडाबाट पनि सक्ने सहयोग हामीले गरेका छौँ र पहिलाभन्दा केही हदमा अब त्यसको क्वालिटी गुणस्तर चाहिँ बढाउनुपर्छ भन्ने हिसाबमा हामीले अहिले हाम्रो मेन पालिका क्रीडा नमुना विद्यालयको रूपमा डेभलप गर्ने भने भगवती माविमा चाहिँ हामीले इङ्ग्लिसबाट सुरुवात गरेका छौँ। अब इङ्ग्लिस गुणस्तर मान्ने किन राम्रो ठाउँमा रहन्छ, तर अहिले चाहिँ पब्लिकको रिक्वायरमेन्ट भएको हिसाबले अथवा अभिभावकको रिक्वायरमेन्ट त्यस्तो भएको हिसाबले पनि हामीले त्यसलाई इङ्ग्लिस मिडियमबाट चाहिँ हामी अगाडि बढाइरहेका छौँ र पहिलाभन्दा के इक्जामहरूमा हामी टाइट गर्दै लगाएको छौँ। जस्तो सेनेटरी प्याड भयो, दिवा खाजाका कुरा भए अनि खेलकुदका कुरा भए, यी विषयहरू चाहिँ कता पुग्यो अहिले? सेनिटरी प्याडको हकमा हाम्रो छँदै नै छ, त्यो एक खालको चाहिँ होइन व्यवस्थापन छ। अब त्यसलाई कसरी विसर्जन गराउने भन्ने कुरामा अब त्यसलाई पनि अलिक विसर्जन चाहिँ नि इलेक्ट्रिकल्ली गर्ने हो कि भन्ने पनि कुरा आएको थियो, त्यो चाहिँ अहिलेसम्म छैन। हामीले खाटा खनेर त्यसैमा चाहिँ अथवा जलाउने काम गरिरहेको छौँ। अब खेलकुदको हकमा त हाम्रो भगवतीमा राम्रै छ, तपाईँको चाहिँ अब हामीले जुन खालको राष्ट्रपति सिलरमा चाहिँ भाग लिने बेलामा ट्रेनिङ दिने र अहिले कन्टिन्यू एक खालको कराटेको चाहिँ ट्रेनिङ भइरहेछ र अन्य कुरा जस्तो अब हामीले चाहिँ टेबल टेनिस ल्याउने भन्ने कुरा छ, बास्केटबलको चाहिँ कोर्ट बनाउने भन्ने कुरा हामी लागि परेका छौँ। स्वास्थ्यमा के गरियो वडामा? स्वास्थ्यमा अब निरन्तर कार्यक्रम छँदैछ चाहिँ अब पहिलेदेखि हुँदै आएको। अब सुत्केरीलाई चाहिँ भेट कार्यक्रम होइन, अन्न वितरण कार्यक्रम र उहाँहरूलाई चाहिँ नि एक खालको आवश्यक पर्ने स्वास्थ्य चौकीमा चाहिँ उपकरणहरू चाहिँ नि सामान्य मोडलले सक्ने जति हामीले चाहिँ उपलब्ध गरिरहेको छौँ। कृषि क्षेत्रमा कस्ता कार्यक्रम ल्याउनुभयो? कृषिको हकमा चाहिँ तपाईँको यहाँ वास्तवमा भन्नुहुन्छ भने अलिक पीडा छ कृषिको हकमा चाहिँ। कृषि गर्छु भन्ने मान्छेहरू त्यति भेटिँदैन। अनुदान खान चाहिँ आउँछन् साथीहरू, लिन आउँछन्, तर यसो गएर हेऱ्यो भने त्यो खास त्यहाँ व्यावसायिक रूपमा अथवा यसै गरेर चाहिँ म अगाडि बढ्छु जस्तो भन्ने प्रतिनिधिहरूको अनुगमन भयो, सिकाइका कुराहरू भए, यी कुराहरू नपुगे हो? अब यो चाहिँ खास अहिले हाम्रो जनताको मानसिकतामा के हो भने के आयो भने खास यहाँ केही नै छैन, पैसा भन्ने विदेशमै छ भन्ने हिसाबमा कृषिमा जुन खालको दुःख गर्नुपर्ने त्यो विदेश गएर त दुःख गर्नु पर्दैन भन्ने खालको मानसिकता हो। हामीले जाँदै गर्दा भन्दै गर्दाखेरि पनि उहाँहरूले नेपालमा कामै छैन विदेश जानुपर्छ भन्ने कन्सेप्ट हुन्छ। त्यो कारणले पनि हामीले जति दिए पनि जति गरे पनि केही मात्रामा कोही हुनुहुन्छ त्यो पनि जीविकोपार्जन टाइपको, अब आफै खाने अथवा चाहिँ एक दिन बिहिबारको दिन ल्याउने हाटमा ल्याउने त्यसले बिक्री गर्ने अनि अलिअलि केही चाहिँ नुन तेल किन्ने खालको मात्रै छ। व्यावसायिक रूपमा चाहिँ अहिलेसम्म वडामा त्यति धेरै हामीले गर्न सकेका छैनौँ र पनि एक दुईवटा चाहिँ त्यस्तो ठाउँहरू पनि छन् छन्। जस्तो पशुपालनमा सम्भावना के रहे र कार्यक्रमहरू के छन् त्यस्ता? पशुपालनमा अब हाम्रोतिर हुने नै बाख्रा पालनहरू विशेष गरी त होइन, अब त्यो छन् चाहिँ, तर अब मास भोल्युममा प्रडक्ट गर्ने चाहिँ देखिएको छैन अहिलेसम्म पनि। पूर्वाधार विकास कति भयो? पूर्वाधार विकासको हकमा तपाईँको 5मा यो उइस भएको हिसाबले पनि पालिकाको चाहिँ नि केन्द्रै भएको हिसाबले पनि धेरै चाहिँ सडकहरू ढलान हुने काम भइरहेछ होइन। तपाईँको यो बजारैले हामी जोडेका छौँ सहरी विकासबाट र बाँकी फेरि पालिका तल गैरी गाउँ सडक छ त्यहाँ पनि हामी स्टार्ट गर्दैछौँ र बाँकी हामी हरिमर्दन ग्रामीण सडक भन्छौँ जुन ओखरबाट जान्छ त्यहाँ पनि हामीले सुरुवात गर्दैछौँ। जस्तो धेरैवटा वडाहरूले त सडक सफा गर्ने मात्र काम गर्दैछन्, तपाईँको वडाले त्यस्तो नयाँ गरेको होइन, तपाईँले देखिरहेको तपाईँको अगाडि भइरहेको चाहिँ त्यस्तो के छ के रह्यो? अब हाम्रोमा पनि सफा गर्ने सिस्टम चाहिँ छ। जब चाडपर्व आउँछ बाहिरबाट आउनेहरूलाई यसो हिँडाउनलाई चाहिँ सफा गर्ने डोजर सोजर चलाउने चाहिँ छ, तर त्यो चाहिँ क्षणिक भएको कारणले पनि अब हामीले स्टार्ट गरेको जुन खालको हरिमर्दन ग्रामीण सडक भनेर हामी नामकरण गरेका छौँ त्यसले चाहिँ बिस्तारै बिस्तारै एक खालको देख्ने होस् 25सम्म एक खालको लङ लास्टिङ होस् भन्ने हिसाबमा त्यो ढलानको रूपमा हामीले वार्षिक रूपमा त्यसलाई कति मिटर सकिन्छ अथवा के गर्ने भन्ने हिसाबमा त्यसलाई चाहिँ क्रमागत योजनामा राखेका छौँ। त्यही हाम्रो उपलब्धि होला जस्तो लाग्छ मलाई सडक हकमा चाहिँ। खानेपानी र सिँचाइका काम चाहिँ के भयो? सिँचाइ अब हाम्रोमा जुन चाहिँ सिँचाइ हुनुपर्ने क्षेत्र छ त्यहाँ सबै पुऱ्याइसकेका छौँ।
खानेपानीको हकमा चाहिँ तपाईँ हामीलाई सबैलाई थाहा छ त्यसको मुहान अलिकति भरपर्दा नभएको हिसाबले पनि जुन भएको मुहानहरूमा चाहिँ लिफ्टिङ गरेर चाहिँ ल्याउने काम चाहिँ भइरहेछ र त्यसैले चाहिँ अहिले अलिक व्यवस्थित गरेर अहिले चाहिँ बजारभरि हामीले चाहिँ पुऱ्याइराखेका छौँ र एक घर एक धारा कन्सेप्टमा हामी अगाडि बढ्दैछौँ। यो कहिलेसम्म हुन्छ? अब यो चाहिँ खासमा एक खालको आवधिक योजनाभित्र राखौँ भन्ने हाम्रो हो, तर आवधिक योजना अब भर्खर बनाउँदैछौँ। अब हाम्रोमा चाहिँ 50% भन्दा बढी एक घर एक धारा भइसक्यो बाँकी छ। अब हामीले हाम्रो कार्यकालमा कति सक्छौँ बाँकी अरू कार्यकाललाई पनि हामी सम्झाउने हो, उहाँहरूले गर्नु भने ओके, नभए अब त्यो चाहिँ फेरि सम्भव नहोला उहाँहरूको उसमा चाहिँ। पर्यटकको सम्भावना के छ यो? हाम्रोमा खासै पर्यटक सम्भावना भएको ठाउँहरू छैन, सानोतिनो स्थानीय तहमा छन् 5 हकमा चाहिँ। अब त्यो हिसाबमा त्यसलाई बृहत रूपमा पर्यटन विकास गर्छु भन्ने कन्सेप्टमा चाहिँ बल गर्नु उचित छ जस्तो लाग्दैन मलाई। के माने भन्ज्याङको यो वडा नम्बर 5 नम्बर चाहिँ पर्यटकको सम्भावनै छैन? नभएकै हो? अब तपाईँको डाँडाकाँडा सानोतिनो छ, त्यो अब त्यो मिडल लेभलको भयो, न लोवर भयो न हाइस्ट भयो, त्यो एकदम कस्तो भइदियो भने अब त्यो चाहिँ मध्यम किसिमको भइसकेपछि त्यो जहाँ गए पनि पर्यटक मार्फत चाहिँ यो वडा समृद्धितिर जान्छ भन्ने तपाईँलाई लाग्दैन? पर्यटक मार्फत अब हामीले होमस्टे चलाउन सक्यौँ भने एउटा कुरा हुन्छ। होमस्टेको कन्सेप्ट अहिलेसम्म हामीले चाहिँ गर्न सकेका छैनौँ, बुझाउन सकेका छैनौँ। अब होमस्टे भयो भने चाहिँ आएकोहरूले यसो डाँडाकाँडा घुमाउने यो छ उ छ भन्ने कुरा मात्र। अब खेलकुद र होमस्टेहरू भयो भने चाहिँ अलिकति त्यसमा सम्भावना छ, नभएको चाहिँ होइन। लक्षित वर्ग विशेष कार्यक्रमहरू कसरी सञ्चालन हुन्छ? त्यो तपाईँको पहिलेदेखि लक्षित वर्गलाई भनेर आएको बजेट हामी दिइरहेको छौँ, उहाँहरूले त्यही चाहिँ काम गरिराख्नु भएको छ। त्यसमा अब फरक क्षमता भएकोलाई तालिम दिने, तालिममा सहभागी गराउने भन्ने कुरा चाहिँ अहिले अलिक फरक हिसाबमा हामी त्यसरी चाहिँ। जस्तो सेवा गुणस्तर भेला प्रचार चाहिँ कसरी गर्ने गरिन्छ नि यो वडामा? अब हाम्रोमा चाहिँ पहिला चाहिँ मान्छे नै बोलाएर चाहिँ टोलको पछिल्लो पटक हामी फेसबुकमा एउटा पेज पनि बनाएको छौँ, फेसबुकबाट पनि जान्छ र अब त्यसपछि हरेक एउटा टोलमा चाहिँ फोकल पर्सन जस्तो बनाएर हामीले फोन मार्फत नै प्रायः चाहिँ जानकारी दिने गरेका छौँ। जस्तो यो वडामा सुशासन र पारदर्शिताको अभ्यास कतिको भएको छ होइन? योजना अनुगमनहरू कसरी गर्ने गर्छन्? त्यस्तो के पाउनुहुन्छ तपाईँले? अब वडामा अहिले सुशासन र चाहिँ पारदर्शिताको हकमा त त्यस्तो कुनै गुनासै छैन होइन। सुरुमा पनि तपाईँलाई भने जुन खालको चाहिँ पहिलेको सेवाग्राहीहरू हुनुहुन्थ्यो, अहिले चाहिँ एक खालको फरक अनुभव गर्नुभएको छ उहाँले। जुन खालको घन्टौँ लाउने कामहरू हामी एकछिनमै गरेर पठाएको छौँ है। पारदर्शिताको हकमा वडामा त त्यस्तो खासै समस्या छैन हामीलाई, त्यो कुनै त्यो उही छैन। र अब अन्य कुरामा त त्यस्तो खासै अन्तिममा त्यस्ता भन्नै पर्ने छुटेका त्यस्ता केही छन्? अब विकासको हकमा त सबै एक खालको क्रमागत हुने नै हो होइन, तर पनि एउटा खालको के हो भने जुन खालको चाहिँ विकास माग्ने प्रक्रिया छ अथवा विकास मलाई यो चाहियो त्यो चाहियो भन्ने कुरामा चाहिँ एउटा बेसिक अथवा चाहिँ नि त्यसको चाहिँ नि मर्म बुझेर अथवा त्यसको तात्पर्य बुझेर अथवा के अरे माग्दै हुन्थ्यो जस्तो लाग्छ। यहाँ चाहिँ के छ भने दिएन भने रिसाउने कि यहाँ त्यहाँ भन्ने खालको आरोप लाउने खालको कुरा छ र बाँकी त अब अरू त सब ठिकै छ। हस्, हाम्रो मानव कार्यक्रमलाई समय दिनुभयो, तपाईँलाई विशेष धन्यवाद। हस्, अच्छा, तपाईँको वडा नम्बर 5 है? हजुर।